Hello everyone, welcome to my channel. Today we are going to learn about the socialization. नेपालीमा जसलाई समाजीकरण भनिन्छ. Let's talk about what is a socialization. Socialization means the process of learning how to live and behave in our society. Means यसको अर्थ यो हुन्छ कि समाजीकरण भन्नाले समाजमा बस्ने तरिका, बोल्ने चालचलन, नियम र व्यवहार सिक्ने प्रक्रियालाई के भनिन्छ समाजीकरण भनिन्छ. When you are born, we do not know about how to talk or behave. जब हामी जन्मेपछि हामीले कसरी बोल्ने, कसरी व्यवहार गर्ने भन्ने केही थाहै हुँदैन. We learn these things from our family, school, friends and our society. यी कुराहरू हामी परिवार, विद्यालय, साथीहरू र समाजबाट सिक्छौं. Family is our first schools. You know that परिवार हाम्रो पहिलो विद्यालय हो जसमा यी सब कुराहरू जन्मेपछि सबै जे जस्तो सिकाइन्छ, संस्कार दिन्छ त्यस्तो हामी सिक्न जान्छौं. मानिस समाजमा जन्मन्छ र हुर्कन्छ. मानिसले समाजमा विविध पक्षसँग संचार गर्ने अवसर प्राप्त गर्छ. उसले सामाजिकपनको विकास गर्दै मानव जीवनका लागि आवश्यक गुण पनि आर्जन गर्छ. तसर्थ मानिसका लागि समाजमा अपरिहार्य हुन्छन्. अर्थात् समाज बिना मानव जीवनको अर्थहीन हुन्छ भन्ने यो कुरा हामी बुझ्न सक्छौं. मानिस जन्मदेखि नै जीवनको अन्तिम घडीसम्म मानिसले समाजको विविध आयामसँग परिचित भई नियम तथा संस्कार, मूल्य, मान्यता, चालचलन परिपालना एवं अवलम्बन गर्नुपर्छ. यस क्रममा उसले व्यवहार सिक्छ, सिप आर्जन गर्छ, आफ्नो जिम्मेवारी वहन गर्छ र समाजको असल नागरिक तथा सदस्यको रूपमा स्थापित हुन्छ. अन्तमा यो छ कि समाजका हरेक सदस्यले समाजका मूल्य, मान्यता ग्रहण गर्ने, मेल मिलाप, सहकार्य, सहयोग, आदान प्रदान गर्ने तथा आपसी सम्मान व्यवहार सिक्ने एवं अभ्यास गर्ने प्रक्रिया नै समाजीकरण भनिन्छन्. अर्थात् यी सब कुराहरू हामी एउटा फ्यामिली, हाम्रो फ्यामिलीको दायित्व हुन्छ बुझाउनको लागि. फ्यामिली इज आवर फर्स्ट स्कुल. सो परिवार हाम्रो पहिलो